मलाई चाहिँ आज कुट्ने रहेछ नि यो भित्र चाहिँ फेरि पनि स्वागत छ तपाईँहरूलाई आजको यस नयाँ एपिसोडमा। र आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा चाहिँ आज चाहिँ फेरि हामी बजार जाँदैछौँ। अन्त अहिले चाहिँ ग्रीष्म ऋतु लागेकै रहेछ, सबै पत्ताहरू झरिरहेको छ। अन्त सुक्खा दिन है, अब कहिलेदेखि चाहिँ फेरि पानी चाहिँ अब कस्तो चाहिँ आउँछ होला, अब त्यो चाहिँ फेरि त्यति बेला भन्छु नि हो। बाटो त अब यस्तै छ, रुखको पत्ताहरू झरेर नयाँ पाउला हान्दैछ टुप्पो टुप्पोमा अलिअलि हो। अन्त यहाँ त आगो पनि लगाएको थिएछ नि त। म तपाईँहरूलाई एउटा कुरा देखाउँ भन्दै थिएँ, तर बाइकहरू जाँदैछ कि साइड साइडमा पोका बोकेर। म पनि त्यसरी नै टाढो घुम्नु जानु चाहिँ मन लागिरहेको छ नि त। अब चाहिँ देखाउँछु ल तपाईँहरूलाई, दुईवटा साइड साइडमा पोका बोकेर चाहिँ नि टाढो जानु मन लागिरहेको छ नि त। एकछिनै त अलिक नजिक जाँदैछु म। परेहरू अचम्मै कुदाउँदो रहेछ नि त, फेरि चुइक चुइक भित्रभित्र लाँदो रहेछ हो। यसरी पोका बोकेर क्या टाढो, यिनीहरू त टाढो गएको होला नि हो। यस्तो हुनुपर्छ नि त सबै। आम्मा यसरी नै मलाई पनि टाढो बत्ती क्लिक क्लिक बाल्दै चाहिँ जानु मन लागिरहेको छ। यिनीहरूको ग्रुपै रहेछ 3जना हो। अगाडिबाट चाहिँ हरेला आएको छ, त्यो चाहिँ बाटो चिन्ने रहेछ नि त। यस्तो हो नि त पारा चाहिँ। पर्खी भन्दैछ यहाँ रहेछ नि त सबैजना पोखा पोख्नेहरू चाहिँ। यस्तो हो नि त। आम्मा ठिक छ, अब म पनि इन फ्युचरमा चाहिँ यसरी नै हान्नु त कस्तो भन्छ लाइनै बस्यो। यसरी जानुपर्छ नि त। आम्मा यो हो नि त पारा चाहिँ। यसरी नै जानुपर्ने भइरहेको छ हाम्रो साथीभाइहरूसँग पनि। यस्तै हो नि त पारा चाहिँ। हेर्नु त कति दामी देख्छ है, सबको पिलिक 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 बत्ती बालेर चाहिँ हो, साइड साइडमा पोका झुन्डाएर चाहिँ यसरी हो, टक्कै पोका झुन्डायो साइड साइडमा।
ए मेरो साथीभाइहरूलाई पनि यसरी नै पछि अबको 2-3 सालमा चाहिँ भेट भएर चाहिँ यसरी नै निस्किनुपर्छ है केटाहरू। हेत्तेरिका उमङ पासाङ हाम्रो विनय भाइ हाम्रो पूजे भाइ अरू को छ हौ हाम्रो लामा त्यहाँदेखि सुमित त्यहाँदेखि अझै छ थुप्रो केटाहरू यसरी नै बाइकमा चाहिँ निक्लिनु पर्ने भएको छ हौ पोका बोकेर क्या। आज चाहिँ यो बजारभित्रबाट गइदिनु पर्यो कस्तो चाहिँ हुँदो रहेछ आज दिन्छ कि दिँदैन आम्मा ए आज चाहिँ हाट रहेछ नि त कि बिहिबार हाट है आइसक्रिम त खानु पनि लाग्यो नि घाँटे फेरि ला 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 नो एन्ट्री पो भन्दैछ त यहाँबाट चाहिँ जानु दिँदैन जस्तो लाग्यो कि यहाँबाट फेरि ब्याक गइदिनु पर्ने रहेछ नि त है यो हो नि त मलाई चाहिँ आज कुट्ने रहेछ नि यो भित्र चाहिँ
आज त के बार हो आज शनिबार शनिबार हाट लाग्छ यहाँ यहाँ यस्तो हाफेन लाग्यो नि त आज चाहिँ शनिबार चाहिँ यहाँ हाट लाग्दो रहेछ नि त